धन्यवाद। फेरि एउटा अर्को भिडियोमा तपाईलाई स्वागत छ जुन इमेजको विभिन्न भिडियोमध्ये आजको यो भिडियो महत्त्वपूर्ण रहेको छ। यो भिडियो खास गरेर इमेज प्रोफाइललाई चाहिँ कसरी चाहिँ राम्रो व्यवस्थित बनाउन सकिन्छ त्योसँगको लागि भिडियो ल्याएको छु। तपाई यहाँ इमेजमा क्लिक गरिसकेपछि तपाईलाई आफ्नो स्कुल इमेज प्रोफाइलमा जानुपर्ने हुन्छ। यस प्रकारको तपाई चाहिँ तलबाट पनि लगइन गर्न सक्नुहुन्छ र माथिबाट पनि तपाई लगइन गरेर यसरी प्रोफाइलमा जाँदाखेरि तपाईको विद्यालयको इमेज आइडी र विद्यालयको पासपोर्टको आवश्यकता पर्छ र त्यो तपाई त्यसमा सेभ गरेर लगइन गर्नुपर्ने हुन्छ। र यसरी लगइन गर्दाखेरि तपाईको आफ्नो विद्यालयको जुन विद्यालयको तपाई लगइन गर्न खोज्नुहुन्छ त्यो विद्यालयमा तपाई यसरी चाहिँ पुग्न सक्नुहुन्छ। र आजको टपिक रहेको छ खास गरेर प्रोफाइल स्कुल प्रोफाइललाई म्यानेजमेन्ट गरेर राख्नु पर्यो। प्रधानाध्यापकको यो महत्त्वपूर्ण जिम्मेवारी हो र तपाईलाई यहाँनिर तपाई प्रधानाध्यापकको पनि सहमत हुनुपर्छ। र यसरी तपाई चाहिँ त्यसमा क्लिक गरिसकेपछि यसमा चाहिँ 4 वटा दिएको छ र त्यसमा चाहिँ कि बेसिक इन्फर्मेसन। आजको टपिक खास गरेर यसै बेसिक इन्फर्मेसन अन्तर्गत रहनुपर्ने हुन्छ। यसमा चाहिँ प्रदेश हैन, त्यसपछि चाहिँ जिल्ला, त्यसपछि विद्यालय कोड हैन, त्यो किसिमको यसमा व्यवस्था गरिएको हुन्छ। त्यसपछि चाहिँ प्रधानाध्यापकको नाम, मोबाइल नम्बर, इमेल आइडी हैन, बैंक एकाउन्ट र त्यसपछि चाहिँ यसमा चाहिँ प्रधानाध्यापकको सिटोल नम्बर हैन, त्यो इमेज आइडी र त्यसपछि चाहिँ एसई कोड कति छ त्यो लगायत विभिन्न कुराहरू जुन स्कुलको अति आवश्यक टपिकहरू छ त्यो चाहिँ यसमा चाहिँ समावेश गरेको र सही कुरा चाहिँ प्रविष्ट गर्नुपर्ने हुन्छ। र यसरी तपाईँ त्यसमा प्रविष्ट गर्दाखेरि त्यसमा चाहिँ कति शिक्षक हुनुहुन्छ त्यो शिक्षकको विवरण र त्यसमा स्थायी अस्थायी हैन, त्यसपछि चाहिँ त्यो कुन पालिकामा पर्छ हैन, त्यसमा चाहिँ तपाईको चाहिँ कुन क्लासदेखि कुन क्लाससम्मको त्यस स्कुलमा पठन पाठन हुन्छ त्यो चाहिँ राख्नुपर्ने हुन्छ। र त्यसपछि चाहिँ तपाईको बाल विकासमा कति चाहिँ शिक्षक छ हैन, ईसीडीमा त्यस्तै चाहिँ 1 देखि 5 सम्ममा कतिवटा स्थायी अस्थायी शिक्षकहरू छ, अनुदान, ती सबै कुरा भर्नुपर्ने हुन्छ। त्यसपछि मावि आधारभूतमा पनि त्यस्तै कति शिक्षकहरू छ त्यसको डिटेल विवरण र माध्यमिक तहका पनि कतिवटा शिक्षक छ त्यसको पनि डिटेल विवरण चाहिँ यसमा प्रविष्ट गर्नुपर्ने हुन्छ। र त्यसपछि चाहिँ तपाईले चाहिँ विभिन्न शिक्षकको चाहिँ तहहरू पनि र स्थायी हो कि अस्थायी हो, करार हो, अनुदान हो, संघीय अनुदान हो कि स्थानीय अनुदान हो कि प्रादेशिक हो, त्यो सबै कुरा चाहिँ प्रविष्ट गरेर चाहिँ सेभ गरेर राख्नुपर्ने हुन्छ। तल यहाँ हेर्नुहोस् सेभ छ, त्यो सेभ गरेर तपाईँ राख्नु होला। र यसरी तपाईँ पहिलो प्राथमिकता छ प्रोफाइल म्यानेजमेन्ट गर्ने र यो चाहिँ जुन शिक्षकहरूको आवश्यकता छ त्यसको लागि यो भिडियो बनाएको छु। तपाईलाई कस्तो लाग्यो प्रतिक्रिया दिन हस्त। धन्यवाद अर्को भिडियोको लागि। धन्यवाद। फेरि अर्को भिडियोमा तपाईलाई स्वागत छ। आजको टपिक छ मार्कसिट कसरी चाहिँ इमेजबाट प्रिन्ट गर्ने त्योसँगको आजको यो भिडियो ल्याएको छु। सबभन्दा पहिला कुनै ब्राउजरमा गएर image.nepal क्लिक गर्दाखेरि यस्तो किसिमको पपअप आउँछ र तपाईँ यसमा क्लिक गर्दाखेरि इमेजमा सबभन्दा लास्टमा तपाईको लगइन गर्ने किसिमको अवस्था आउँछ। यसरी गर्दा तपाईँ आफ्नो विद्यालयको पासपोर्ट र इमेज आइडी राखेर तपाईँ लगइन गर्नुहुन्छ। यसरी तपाईँ लगइन गर्दाखेरि तपाईँ आफ्नो स्कुलको होम पेजमा चाहिँ गइहाल्छ। अनि त्यसपछि तपाईले मार्कसिट प्रिन्ट गर्नको लागि एक्जाम म्यानेजमेन्टमा जानुपर्ने हुन्छ। त्यो एक्जाम म्यानेजमेन्टमा धेरै टुलहरू छ, त्यो सबै टुलको एउटा भिडियो पछि ल्याउने नै छु। आजको टपिकमा रहेको छ एक्जाम म्यानेजमेन्ट अन्तर्गत मार्कसिट, किनभने आज हाम्रो टपिकै हो इमेजबाट मार्कसिट कसरी प्रिन्ट गर्ने त्योसँग सम्बन्धित भएकोले आजको त्यसमा केन्द्रित गरेको छु। अब त्यसमा धेरै टुलहरूमध्ये तपाईँ मार्कसिट चुज गर्ने बक्समा क्लिक गरिसकेपछि
अहिले 2082 त तपाईँ 82 को निकाल्न सक्नुहुन्न, 81 राख्नुपर्छ। क्लास अपडेट भइसकेको विद्यार्थी क्लासको तपाईँ यसमा क्लास सिलेक्ट गरेर तपाईँ यहाँ लोडिङमा क्लिक गर्नुपर्ने हुन्छ। यसरी तपाईँ लोडिङमा क्लिक गर्दाखेरि 2081 को हुन्छ। हाल 82 को सेक्सन पुरा भएको छैन, त्यसकारणले 81 को गरेर लोडिङ गर्दाखेरि तपाईलाई केही समयमा त्यो क्लासको सम्पूर्ण विद्यार्थीहरूको नेम लिस्ट यहाँ आयो, तपाईँ यहाँ हेर्न सक्नुहुन्छ। यसरी तपाईँ त्यसमा एउटा गरेर पनि तपाईँ प्रिन्ट गर्न सक्नुहुन्छ। पुरै गर्नको लागि एक्सपोर्ट फाइलमा पनि तपाईँ क्लिक गरेर पुरैको डाउनलोड गर्न सक्नुहुन्छ। यसरी तपाईँ हेर्नुस् पुरै विद्यार्थीको यो फर्मेटमा पुरै नेपालभरि एउटै किसिमको मार्कसिट फर्मेट छ। यसरी तपाईँ यहाँनिर क्यान्सल छ, प्रिन्ट छ, त्यो प्रिन्टमा तपाईँ गएर क्लिक गर्दाखेरि तपाईलाई विन्डोमा प्रिन्ट भ्यू देख्न सकिन्छ। यसरी प्रिन्ट गर्दाखेरि मैले अलिकति साइजले कस्टमाइज गरेँ, अलि ठुलो पनि गरिदिन्छु। यसरी गर्दाखेरि तपाईँ यसलाई सेभ गर्न पनि सक्नुहुन्छ पीडीएफमा वा डाइरेक्ट प्रिन्ट पनि गर्न सक्नुहुन्छ। मैले यसलाई पेजमा सेभ गर्नको लागि यहाँ तल सेभ बटन लेखिएको छ, त्यो सेभ बटनमा क्लिक गर्दाखेरि तपाईँ यसलाई कुन फाइलमा कहाँनिर सेभ गर्न सक्नुहुन्छ त्यहाँ गएर तपाईँ सेभ पनि गर्न सक्नुहुन्छ। मैले यसरी सेभ गरेँ र यहाँबाट प्रिन्ट तपाईँ गर्न सक्नुहुन्छ। यसरी तपाईँ प्रिन्ट गरेर ग्रेड सिट तपाईँ पाउन सक्नुहुन्छ। र नजान्ने साथीले कसरी चाहिँ ग्रेड प्रिन्ट गर्ने, ग्रेड सिट प्रिन्ट गर्ने भनेर जिज्ञासा पनि थियो विभिन्न भिडियोमा, त्यसकारणले यो भिडियो ल्याएको छु। कस्तो लाग्यो, मन पर्यो भने लाइक गर्नु होला। यस्तै प्रकारको भिडियोको लागि पेजलाई र च्यानललाई सब्स्क्राइब गर्नु होला। हस्त, धन्यवाद।